हेलो जय मसी सबैजनालाई जय मसी। मेरो नाम चाहिँ अशोक हो अनि मेरो बुढीको नाम चाहिँ लता। वैवाहिक जीवनमा जब परिवारको बोझसँग एउटा जिम्मेवारी थपिएपछि सँगै समय नबिताउने अवस्था आइपर्न जान्छ अनि यो समय तपाईले बिर्सिँदै पनि जान सक्नुहुन्छ। तपाईले एकअर्कालाई माया देखाउन लाखौं पैसा खर्चिनु पर्दैन, तर एकअर्कालाई माया देखाउन कति कोसिस गर्नुभयो भन्ने कुराले ठुलो महत्त्व दिँदै रहेछ। हामी पनि कहिलेकाहीँ काम र परिस्थितिले व्यस्त हुँदै गर्दा एकअर्कालाई समय नदिएको महसुस हुन्छ। परमेश्वरले हामीलाई सँगै बाहिर गएर खाना खाने मौका दिनुभयो, एकअर्कालाई उत्साह दिने र एक अर्काप्रति धन्यवादी हुने। जसरी बाइबलले भन्छ नि, हरेक कुरामा परमेश्वरलाई धन्यवाद चढाओ, हरेक कुरामा धन्यवादी हो भनेर पनि बाइबलले भन्छ। अनि हामीले यो कुरा बिर्सनु हुँदैन कि खाना हाम्रो लागि मुख्य विषय होइन, तर हाम्रो मुख्य विषय भनेको एक अर्कासँग समय बिताउने र परमेश्वरलाई धन्यवाद दिने हुनुपर्छ। यो समय हुन सक्छ श्रीमानले श्रीमतीलाई सुन्ने र श्रीमतीले श्रीमानलाई सुन्ने। यस्तो गर्नाले एक अर्कालाई अझै नजिकबाट बुझ्ने मौका मिल्न जान्छ अनि हामीले पनि त्यसै गर्यौं। त्यो सँगै परमेश्वरले गर्नुभएका महान कामहरूको स्मरण गर्ने प्रयास पनि हामीले गर्यौं। बाइबलले भन्छ नि, परमेश्वरले कहाँबाट हामीलाई ल्याउनु भएको हो त्यसको सम्झना गर भनेर। एउटा क्रिस्चियन जोडीको सम्बन्ध परमेश्वरमा भर परेर बलियो हुँदैन प्रियहरू, तर त्यो सँगसँगै तपाईले एक अर्कालाई गर्ने प्रेम, विश्वास र आदरमा बलियो हुँदै जान्छ। श्रीमानले श्रीमतीलाई प्रेम गर्ने र श्रीमतीले श्रीमानलाई आदर गर्ने। म र मेरो श्रीमती हामी एउटा पर्फेक्ट कपल र जोडी होइनौं प्रियहरू। म धन्यवाद दिन्छु कि मलाई परमेश्वरले असल श्रीमती दिनुभएको छ अनि म परमेश्वरलाई धन्यवाद दिन्छु कि मुक्ति पछाडिको सबैभन्दा उत्तम कुरा मेरो लागि के हो भनेर भन्नु पर्यो भने मलाई परमेश्वरले एउटा असल श्रीमती दिनुभयो। अभियसली मेरो श्रीमतीको लागि पनि त्यही हुन सक्छ। हामीले यसरी सँगै समय बिताउँदा एक अर्काप्रतिको प्रेम मात्र नभएर हामी नजिक भएको महसुस भएको छ। तपाईँ एउटा इसाई जोडी वा क्रिस्चियन जोडी अथवा अविश्वासी अन्य जोडी भए तापनि तपाईले आफ्नो सम्बन्धमा एक अर्कालाई समय दिनुहोस्। जब तपाईले एक अर्कालाई समय दिनुहुन्छ, तपाईले एक अर्कालाई नजिकबाट बुझ्नुहुन्छ। विचार गर्नुहोस् त, जब तपाईँ समय बित्दै जाँदाखेरि जब तपाईँ बुढो हुनुहुन्छ, तपाईको सहारा भनेको छोरा र छोरी हुँदैन, छोरा र छोरीले तपाईलाई छोडेर जान्छ। तपाईँ एक अर्काको सहारा भनेको बुढा र बुढी हुन्छ। अहिले तपाईले आफ्नो समय श्रीमतीमा लगानी गर्नु भएन अथवा श्रीमतीले श्रीमानमा लगानी गर्नु भएन भने बुढेसकालमा तपाईँ एक अर्काका लागि शत्रु हुनुहुनेछ। त्यो कारणले गर्दा चाहिँ म तपाईलाई यही उत्साह दिन चाहन्छु कि एक अर्काको लागि समय दिनुहोस् अनि हामीले पनि त्यो प्रयास गरिरहेका छौँ। एउटा कुरा भन्न चाहन्छु कि सँगै परमेश्वरमा अघि बढ्ने कोसिस गरौँ। प्रभुले तपाईँ सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।